बहिनी के भन्छ भोजपुरतिरदेखि ल्याएको हो यो पहाड जाँदाखेरि ल्याएको कुकुर पुलिसले हो हेर्दिन हाम्रो नेता चोक 3 जनाको यात्रा हुँदैछ गाडीमा यार ट्र्याक्टर पल्टेछ ला तनाव पो भएछ त यहाँ हामी अब सटरडे ह्याप्पी सटरडे मनाउन चाहिँ नेता चोक जाँदैछौँ सानो भएको भाइको घरतिर त्यो तरियामा आइपुगेको छौँ टक्क अब भाइको घरतिर चाहिँ यस्तो कोसेलीहरू लगिदिने अरे सानोबाले त्यो तरियाको शनिबारको हटिया चाहिँ झरेर अब ठिक किन्नुहुन्छ सानोबाले रमाइलो छ त्यो तरियातिर हेर्दैछौँ यसो टक्क घाम पनि डुब्न लागेको छ अब जान्छु म नि यसो हेर्छु बजारतिर हटियातिर हेर्छु के छ 3 जना आएको है आज हामी चाहिँ सानुबाको बाइकमा म सुमन दादा अनि सानुबा आएको 3 जना रमाइलो गरी आयो बिचमा ट्राफिकहरू नि कोही रह्यो भेटी हेर्न ट्राफिकलाई चाहिँ ढुक्क लागिरहेछ नत्र फेरि 1000 रुपियाँ फाइन गइहाल्छ नि त हिँड्न त नहुने हो 3 जना त्यही पनि अब 3 जना आज रमाइलो गर्दै गफ गर्दै आइयो अब म यता गएर घुम्छु एकछिन म हटियाभित्रै आइसकेँ बाइकदेखि आएको कस्तो कपाल पनि हटियाभित्रै आइसकेँ हटिया ठुलो रहेछ त्यो तरिकाको हटिया चाहिँ मेरो फर्स्ट टाइम हो हटिया चाहिँ पछाडिपट्टि राम्रो छ सब्जीहरू सस्तो पाइन्छ होला सायद यहाँनिर हटियाभित्र चाहिँ घुम्दैछु म कहाँ जानुभयो सानो भाइहरूलाई खोज्न छिरेको कहाँ जानुभयो कोही भेट्दिनँ हिँड्छु एकछिन घुम्छु दादाहरू कहाँ जानुभयो त त्यहाँभित्र खोज्दा गरेको धेरै ठुलो त हट्यो होइन त्यहाँदेखि कहाँ जानुभयो खोजैछु म सानोबाट दाइलाई ओहो यहाँ हुनुहुँदो रहेछ यता आइसक्नु भयो दाइ यार यति खोजेँ नि मा कसम हट्याबाट हामीले सस्तो प्याज लिएर आइसक्यौँ होइन सानोवाला क्याप्टेन ल्याइनुहुन्छ 10 रुपियाँ पर्छ नि क्याप्टेनलाई क्याप्सिकम क्याप्टेन लु म त हराएँ नि यार खोज्दा मन दाइलाई ल जाउँदै खोइ कता जानुभयो बल्ल भेटेँ फेरि हराउनुहुन्छ है दाइ फेरि म हराउँछु नि है के भन्नुहुन्छ केही भन्दैन त्यताको हटिया भरिँदै छ अब यहाँ खसीको प्रोग्राम गर्न जाँदैछौँ हामी नेता त आजको ह्याप्पी सटरडे खसी काटेर जाउँ हामी चाहिँ अब जान्छौँ नेता चोक टक्क लाएर त्यो तरिया हटिया त ठुलो लाग्छ ग्रामथान गाउँपालिकाको गेट अगाडि छौँ हामी अहिले ग्रामथान गाउँपालिकाको गेट अगाडि ग्रामथान गाउँपालिका कार्यालय अब हाम्रो सपिङ चाहिँ सकिसकेको छ अब हामी जान्छौँ फेरि अगाडि पुगेपछि चाहिँ नेता चाहिँ पुगिन्छ नेता चाहिँ पुगेपछि हल्का उँधो झर्नुपर्छ मैले अगाडिको भिडियोमा नि भनिरहेको थिएँ अङ्कलको घर जाने बाटो चाहिँ अब जान्छौँ हामी हाम्रो आजको गुरुजी चाहिँ यहाँ हुनुहुन्छ है ल फेरि हामी 3 जना चाहिँ फेरि दामी तरिकाले जान्छौँ अब लाग्यो है हामी त्यो तरियाको हटिया पनि भ्याएर लाग्यो हटिया भ्यायो त्यो तरियाको अब नेता चोकको हटिया भ्याउन जाँदैछौँ हामी अब नेता चोकको हटिया भ्याउन जाँदैछौँ हामी होइन अब नेता चोकको हटिया नि भ्याउने हो के छ र जिन्दगीमा ल ठिक छ ह्याप्पी सटरडे राम्रै होला जस्तो छ ओए पुलिसले हो हेर्दिन कमिलो मुख बनाएर पुलिस दाइले फेरि हाम्रो गुरुजीलाई मुड चलो भने चाहिँ सहेको हिसाबले ल अब हामी चाहिँ अङ्कलको घरतिर जान चाहिँ लेफ्ट टर्न लिन्छौँ टक्क पुगिन्छ अङ्कलको घर
अर्को भ्यू पनि राम्रो देखिन्छ है नेता चोक आउने बेलामा। ए आइपुग्यो है नेता चोक ल। हाम्रो आशिष भाइ ल मक्क परेर बसिरहेछ। यहाँ चाहिँ यहाँ के जाँदैछ तेरो एसी? यसको चाहिँ एसी छ अनि आज चाहिँ ह्याप्पी सटरडे मनाउँछ अरे आज। ल यता व्यवस्था हुँदै रह। दाइलाई चाहिँ यहाँ काम आइसक्यो यहाँ सुमन। सुमन दाइको काम चाहिँ सानो बा ल कहाँ भाग्नु भएको हौ? यो काम चाहिँ खान चाहिँ ठिकै हो तर यो गर्न चाहिँ ल आशिष भाइ पनि अब यो गरिस् भने भोलि म्याथमा तेरो A+ आउँछ ल। ल आइज ल। अब हाम्रो चाहिँ काम आइसकेको छ यहाँनिर यसलाई व्यवस्था गर्नुपर्ने हो। व्यवस्था गर्छौँ हामी चाहिँ अब टक्क लाएर। यो चाहिँ भोजपुरे खुकुरी हो। यो चाहिँ भोजपुरतिरदेखि ल्याएको हो। यो पहाड जाँदाखेरि ल्याएको खुकुरी। साँझ परिसक्यो सुमन दाइ चाहिँ अब व्यवस्था गर्नु हुँदैछ हाम्रो यहाँनिर। सानो बा फेरि यहाँ रेडी भइसक्नु हो। के छ सानो बा? ठिक छ भाइ यही मासु उता अङ्कलको के छ यता हेर्नु न। ल ठिक छ। आजको शनिबार रमाइलो भएन त अङ्कल? ल ठिक छ। यता अङ्कल आन्टी बहिनी के भन्छ? ल मेरो नि यहाँ रेडी छ अब खाने हो यहाँनिर टक्क लाएर। खाना हुँदैछ यहाँनिर अब टक्क सुनाउँदै खानु भयो। हामी घर चाहिँ खाँदैछौँ अब। म भान्से सधैँ मैले खाएको छैन। हामी चाहिँ नेता चोकदेखि फिर्किँदै झोराहाट आइपुग्यौँ। सुमन दाइको रजनीगन्धा फिटिङ हुँदैछ। के छ सुमन दाइ? अनि बाइकमा चिसो भयो होला त? मासु अड्केको त्यो रजनीगन्धाले जान्छ भन्नु मामाले। ल ठिक छ एकदम चिसो छ। अब जान्छौँ हामी। हेर्नु यतापट्टिको टक्क लास्ट चाहिँ रमाइलो छ है। लाइटहरू छ यहाँनिर झोराहाटको भ्यू। यता हुनुहुन्छ सुमन दाइ र सानो बुवा। लाग्यौँ हामी अब विराटनगरतिर। फेरि विराटनगर पुष्पलाल चोकतिर लाग्यौँ। पुष्पलाल चोक लाग्यौँ है हामी अब। झोराहाट मिलन चोक गिनाघाट पुष्पलाल चोक सही हुँदै मानगढ हुँदै के अरे बारुणे यन्त्र गणेश मार्ग हुँदै खतरा त्यसको बाद खतराको राजारानी चोक धार हार्दी चोक राजबाडी चोक हुँदै मानगढ लालीगुराँस मार्ग लाग्दैछौँ हामी अब। हामी चाहिँ आइपुग्यौँ विराटनगर है टक्क लाएर। अब दाइले बाइकभित्र हाल्नुहुन्छ र आफ्नो लिएर जानुहुन्छ। यता मेरो बसिराखिरहेछ। अब जाने हो एकछिन रेस्ट। अब सुमन दाइ चाहिँ अब आफ्नी रानी बोकेर घर हिँड्नुभयो दाइ अब। ल दाइ भ्लगमा भेट्नुपर्छ अब। भोलि सेयर गर्ने है सब्सक्राइब। ल ल ल बाई। ल दाइ नि जानुभयो अब म नि निस्किन्छु। घर आइपुग्यो 9 बजिसक्यो। अब चाहिँ आमाले टिभी खोलेर बसिराख्नु भएको रहेछ। आइपुगेँ त म। आन्टी के भन्नुहुन्छ? ल ल ल आन्टी चाहिँ यता रेडी गर्नु हुँदैछ। के भएको ल? म त खाना खाइवरी आएको। फोन आइगयो है आन्टीको चाहिँ दिदी बहिनीमा। अब यहाँनिर आधी 1 घन्टा चाहिँ अर्काको कुरा काट्ने काम हुन्छ यहाँ। कसका कुरा काटिन्छ अब यहाँ। ल
आमा चाहिँ यहाँनिर नातिनीसित भिडियो कलमा बोल्नु हुँदैछ बेलुका भएपछि के भन्नुहुन्छ आमा के भन्छु र अब नातिनीलाई देख्न पाएँ खुसी भयो नि के हो खुसी हुनुभयो खुसी त भयो त नि हामीले छोराछोरी यता नातिनी चाहिँ के भन्छेस् केही भन्दिनँ उसलाई पनि नातिनी के भन्छ हजुरआलाई त्यहाँ राम्रोसँग राख्थ्यो मिठो मिठो खानेकुरा ल्याएर दे भएको दिइहाल्छ नभएको कहाँबाट ल्याएर दिन्छ कति राम्रो फोटो आइरहेको छ त लटेले कस्तो तपाईँको म चाहिँ मेरो रुममा आइसकेको छु टक्क लाएर अहिले चाहिँ ठ्याक्क 9:30 भइसकेको छ 9:30 भइसक्यो अब आमालाई झुलसुल टाँगिदिएर म चाहिँ अब मेरो रुममा आएँ अनि अब भिडियो एडिट गर्छु अब टक्क लाएर आएर यो रुद्राक्षीको माला हो शिवरात्रिमा दिएको शिव मन्दिरमा त्यो लगाएपछि चाहिँ पुरै आनन्द आउँछ क्या टक्क अनि मलाई चाहिँ अन्ततिर ध्यान जाँदैन जे हुन्छ त्यहीँ लाग्छ त्यो लाउँछु मलाई चाहिँ मजा लाग्छ यो रुद्राक्षीको माला लाउँदा चाहिँ शान्ति भए जस्तो लाग्छ भगवान् शिवै आएर बसे जस्तो हुन्छ अनि यो चाहिँ मेरो साथी अङ्कितको हेडफोन हो हल्का गीत सुन्दै सुन्दै यसो लेख्नु पऱ्यो भने पनि अनि अब भिडियो एडिट गर्दा नि अलिक क्लियर सुनिन्छ क्या यहाँदेखि उसको JBL-को हो यो चाहिँ टक्क लाएर सुन्छु अब भिडियो एडिट गर्छु भिडियो आजको त्यस्तो हाई क्वालिटीको त छैन रातिको समयमा गइरहेको थियौँ अनि रमाइलो गर्दै गर्दै गयौँ सानुबा दाइसित अनि कस्तो लाग्छ भिडियो हेर्दै जानु होला अनि अब लाइक सेयर अनि सब्सक्राइब त तपाईँहरूले भन्नै पर्दैन सब्सक्राइब नै गर्नु होला अनि अबको भिडियो एडिट हुनलाई यहाँनिर एडिट गर्नको लागि चाहिँ म रेडी हुँदैछु अब सकेसम्म म चाहिँ अहिले एडिट गर्ने सोच बनाएर बसिरहेको छु अब केही 1 घन्टा जति लाग्छ भिडियो एडिट गर्न चाहिँ अब 1 घन्टा जति गरेर एकछिन पढ्छु पनि एक्जाम पनि आएको छ अनि म चाहिँ सुत्छु आजको यो भिडियोबाट अब हामी छुट्टिन्छौँ भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद अब यस च्यानललाई अझ ग्रो अप गर्नको लागि हजुरहरूकै माया र सपोर्ट चाहिन्छ भन्दै यो भिडियोबाट छुट्टिन्छु अब अर्को भिडियो हामी चाँडै लिएर आउनेछौँ भन्दै यो भिडियोबाट बिदा हुन्छु बाई बाई